हेलो गाइस सबैजनालाई स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। आजको भिडियोमा रहेको छ होमवर्कआउट डे सिरिजको डे 9 अफ 365 डे च्यालेन्ज। सबैभन्दा सुरुमा चाहिँ मैले यस्तो तरिकाले यो एक्सर्साइजहरू गर्दैछु। हजुरहरूलाई यो भिडियो मन परेमा भिडियोलाई लाइक, शेयर र भिडियोमा कमेन्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। मेरो चाहिँ पहिलो सेट कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले केही समय रेस्ट गरेर फेरि अर्को सेट गर्न सुरु गरेँ यस्तो तरिकाले। मैले मेरो पहिलो एक्सर्साइज चाहिँ कम्प्लिट गरिसकेको थिएँ। त्यसपछि चाहिँ मैले अर्को एक्सर्साइज गर्नको लागि चाहिँ एउटा डम्बलको प्रयोग गरेको छु। यो एक्सर्साइजको लागि चाहिँ एउटा डम्बलको आवश्यकता पर्नेछ हजुरहरूलाई पनि। छ भने हजुरहरू पनि मेरो भिडियोमा देखाएको जस्तै तरिकाले हजुरहरू पनि घरमै यस्तो तरिकाले यो एक्सर्साइज गर्न सक्नुहुन्छ। यसको चाहिँ 3 सेट 15 रेपिटेसनको हुनेछ। मेरो एउटा हातको एक्सर्साइज चाहिँ कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले अर्को हातको एक्सर्साइज गर्नको लागि चाहिँ डम्बल उठाएर फेरि अर्को हातको एक्सर्साइज गर्न सुरु गरेँ। यसको पनि 3 सेट 15 रेपिटेसनको हुनेछ। यो चाहिँ पहिलो सेट रहेको छ। मैले चाहिँ मेरो पहिलो सेट कम्प्लिट गरिसकेपछि 2-3 मिनट रेस्ट गरेर अर्को सेट चाहिँ गर्न सुरु गरेँ। मेरो दोस्रो एक्सर्साइज पनि कम्प्लिट भइसकेको थियो। त्यसपछि मैले केही समय रेस्ट गरेर यस्तो तरिकाले तेस्रो एक्सर्साइज गर्न सुरु गरेँ। यसमा चाहिँ मैले एउटा ढुङ्गाको प्रयोग गरेको छु। यो चाहिँ 3 सेट 15 रेपिटेसनको हुनेछ। मेरो तेस्रो एक्सर्साइज पनि कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले केही समय रेस्ट गरेर चौथो एक्सर्साइज पनि गर्न सुरु गरेँ। यस्तो तरिकाले हजुरहरू पनि गर्न सक्नुहुन्छ। यसको पनि 3 सेट 15 रेपिटेसन हुनेछ। मैले पहिलो सेट कम्प्लिट गरेपछि चाहिँ मैले अर्को सेटको एक्सर्साइजहरू गर्न थालेको थिएँ। त्यसमा नै बिचमा एउटा बोका आएर मलाई डिस्टर्ब गर्न थाल्यो। त्यही पनि मैले चाहिँ यो एक्सर्साइजलाई चाहिँ गर्न छोडिनँ